आजको यस भिडियोमा हामी नेपाली फिल्मको ठुलो पर्दामा देखिएका 10 चर्चित नेपाली अभिनेत्रीहरू अर्थात् हिरोइनहरूको पढाइको बारेमा हेर्नेछौँ। के साँच्चै नै यी चर्चित नेपाली अभिनेत्रीहरूले धेरै नै पढेका छन् त? यदि पढेका छन् भने को कसले कति पढेका छन् त? आउनुहोस् आजको यस भिडियोमा हामी जान्नेछौँ। यदि तपाईहरू पनि यी नेपाली सेलिब्रेटीहरूको पढाइको बारेमा जान्न चाहनुहुन्छ भने कृपया यस भिडियोलाई सुरुबाट अन्तिमसम्म हेरेर साथ दिनुहोला। आजको भिडियोलाई सुरु गर्नुभन्दा पहिला यदि यस च्यानलमा कोही नयाँ साथी हुनुहुन्छ भने कृपया यस च्यानललाई सब्स्क्राइब गरी यस च्यानलमा जोडिनुहोला। आउनुहोस् साथीहरू, आजको भिडियोलाई ढिला नगरिकन सुरु गरौँ है त। नम्बर 10, मेरुना थापा मगर। मेरुना थापा मगर एक चर्चित नेपाली अभिनेत्री हुन् जसले छोटो समयमा नै नेपाली चलचित्र उद्योगमा महत्त्वपूर्ण स्थान बनाएकी छिन्। उनको जन्म जुलाई 18, 1994 मा हङकङ राष्ट्रमा भएको थियो। हाल उहाँ 30 वर्षको हुनुहुन्छ। मेरुनाले अभिनयको यात्रा 2018 मा चलचित्र लाल पूर्जाबाट अभिनयको यात्रा सुरु गरिन्। उनको प्रमुख सफलता 2022 मा कबड्डी 4 द फाइनल म्याचबाट आयो। मेरुना थापा मगरको शैक्षिक योग्यताको बारेमा कुरा गर्ने हो भने मेरुना 2 वर्षको उमेरमा नेपाल फर्किन् र पूर्वी नेपालको धरानमा 12 वर्षको उमेरसम्म बसिन्, जहाँ उनले 8 कक्षासम्म अध्ययन पुरा गरिन्। त्यसपछि उनी परिवारसहित लन्डन गइन्, जहाँ उनले समाजशास्त्रमा स्नातक अध्ययन पुरा गरिन्। नम्बर 9, मल्लिका माहत। अभिनेत्री मल्लिका माहत नेपाली चलचित्र उद्योगकी उदाउँदी प्रतिभाशाली कलाकार हुन्। उनले छोटो समयमा नै अभिनय, मोडलिङ र रङ्गमञ्चमा आफ्नो पहिचान बनाएकी छिन्। उनको जन्म नोभेम्बर 2, 1999 मा नेपालको काठमाडौँ जिल्लामा भएको थियो। हाल उहाँ 25 वर्षको हुनुहुन्छ। मल्लिकाले 2016 मा मिस नेपाल प्रतियोगितामा भाग लिएर मोडलिङ क्षेत्रमा प्रवेश गरिन्। त्यसपछि उनले विभिन्न म्युजिक भिडियोहरूमा अभिनय गर्दै आफ्नो करियरलाई अगाडि बढाइन्। 2019 मा उनले यात्रा चलचित्रबाट नेपाली फिल्म उद्योगमा डेब्यु गरेका थिइन्। यो चलचित्रमा उनको अभिनयद्वारा उनलाई सर्वश्रेष्ठ नव अभिनेत्रीको रूपमा नामाङ्कन पनि प्राप्त भयो। मल्लिकाको शैक्षिक योग्यताको कुरा गर्ने हो भने मल्लिकाले आफ्नो प्रारम्भिक शिक्षा आइडियल इङ्ग्लिस हायर सेकेन्डरी स्कुलबाट पुरा गरिन् र +2 अध्ययन यस हायर सेकेन्डरी स्कुलबाट पुरा गरिन्। त्यसपछि उनले त्रिभुवन विश्वविद्यालयसँग सम्बन्धित यस इन्स्टिच्युट अफ म्यानेजमेन्टबाट व्यवसाय प्रशासनमा स्नातक अध्ययन पुरा गरिन्। नम्बर 8, उपासना सिंह ठकुरी। उपासना सिंह ठकुरी नेपाली चलचित्र उद्योगकी एक उदाउँदी र प्रतिभाशाली अभिनेत्री हुन् जसले छोटो समयमा नै दर्शकको मन जित्न सफल भएकी छिन्। उनको जन्म सेप्टेम्बर 20, 1998 मा नेपालको दार्चुला जिल्लामा भएको थियो। हाल उहाँ 26 वर्षको हुनुहुन्छ। उपासनाले 2019 मा चलचित्र क्याप्टेनबाट आफ्नो अभिनय यात्रा सुरु गरिन्, जहाँ उनले अनमोल केसीसँग सह-अभिनय गरेकी थिइन्। यो अभिनयले उनलाई सर्वश्रेष्ठ नव अभिनेत्रीको लागि नामाङ्कन दिलायो। 2022 मा दहाङ राई र सौगात मल्लसँग 2 नम्बरीमा अभिनय गरिन्, जुन व्यावसायिक रूपमा सफल भयो। उपासनाको शैक्षिक योग्यताको कुरा गर्ने हो भने उपासनाले प्रारम्भिक शिक्षा दार्चुलाबाट प्राप्त गरेपछि काठमाडौँमा बसोबास गर्दै अध्ययन जारी राखिन्। हाल उनी यस इन्स्टिच्युट अफ म्यानेजमेन्ट विषयमा स्नातक तहमा अध्ययनरत छिन्। नम्बर 7, पूजा शर्मा। पूजा शर्मा नेपाली चलचित्र उद्योगकी एक बहुप्रतिभाशाली अभिनेत्री, निर्माता र गायिका हुन् जसले छोटो समयमा नै दर्शकहरूको मन जित्न सफल भएकी छिन्। उनको जन्म 2049 साल वैशाख 17 गते नेपालको सिन्धुपाल्चोक जिल्लामा भएको थियो। हाल उहाँ 33 वर्षको हुनुहुन्छ। पूजाले आफ्नो करियरको सुरुवात पत्रकारिता र टेलिभिजन प्रस्तोताको रूपमा गरिन्। उनले नेपाल 1 र हिमालयन टिभीमा काम गरेकी थिइन्। अभिनय क्षेत्रमा उनले 2012 मा 3 लभर्स चलचित्रबाट डेब्यु गरिन्। त्यसपछि मधुमास, अझै पनि जस्ता चलचित्रमा अभिनय गरिन्, तर 2016 मा प्रदीप खड्कासँगको प्रेम गीत चलचित्रले उनलाई व्यापक लोकप्रियता दिलायो। अब पूजा शर्माको शैक्षिक योग्यताको कुरा गर्ने हो भने पूजाले प्रारम्भिक शिक्षा काठमाडौँको सुदेशा हाई स्कुलबाट प्राप्त गरिन्। +2 सकेपछि उच्च शिक्षाका लागि क्यानाडा गएकी थिइन्, तर स्वास्थ्य समस्याका कारण नेपाल फर्किएर काठमाडौँको एकाडेमी अफ टुरिज्म एन्ड हस्पिटालिटीबाट पर्यटन विषयमा स्नातक अध्ययन पुरा गरिन्।
नम्बर 6 आचल शर्मा। आचल शर्मा नेपाली चलचित्र उद्योगकी एक चर्चित अभिनेत्री, मोडल र पूर्व टेलिभिजनमा प्रस्तोता हुन्। उनले छोटो समयमा नै आफ्नो पहिचान बनाएकी छिन्। उनको जन्म 2051 साल नेपालको काठमाडौँ जिल्लामा भएको थियो। आचलले टेलिभिजन प्रस्तोताको रूपमा नेपाल टेलिभिजनमा 2 वर्ष काम गरेकी थिइन्। साथै उनले विभिन्न सामाजिक संस्थाहरूमा पनि आफ्नो सहभागिता जनाएकी थिइन्। आचलले 2016 मा चलचित्र नाइन भन्नु ल 4 बाट आफ्नो अभिनय यात्रा सुरु गरिन्। यस चलचित्रमा उनले पल्सार र वर्षा राउतसँग सह-अभिनय गरेकी थिइन्। चलचित्र नाइन भन्नु ल 4 चलचित्रको सफलताले उनलाई नेपाली फिल्म उद्योगमा स्थापित गरायो। आचल शर्माले 2020 मा डाक्टर उदीप श्रेष्ठसँग विवाह गरिन्। उनी एक चिकित्सक, फिटनेस र पोषक विशेषज्ञ र व्यवसायी हुन्। आचल शर्माको शैक्षिक योग्यताको बारेमा कुरा गर्ने हो भने आचल शर्माले काठमाडौँको इन्टरनेसनल स्कुलबाट माध्यमिक शिक्षा पूरा गरेकी छिन् भने सामाजिक विषयमा उनले स्नातक अध्ययन पूरा गरेकी छिन्। नम्बर 5 प्रेमिका कार्की। प्रेमिका कार्की नेपाली चलचित्र उद्योगकी एक बहुप्रतिभाशाली अभिनेत्री, मोडल, गायिका, निर्देशक, निर्माता र सामाजिक अभियन्ता हुन्। प्रियङ्काले आफ्नो अभिनय यात्रा 2012 मा चलचित्र 3 लभर्सबाट सुरु गरेकी थिइन्। त्यसपछि उनले विभिन्न चलचित्रहरूमा अभिनय गरिन्। विशेष गरी छक्का पञ्जा चलचित्रले बक्स अफिसमा कीर्तिमान स्थापित गर्यो र उनलाई व्यापक लोकप्रियता दिलायो। उनले 2020 मा अभिनेता आयुष्मान जोशीसँग वैवाहिक सम्बन्धमा बाँधिएकी छिन्। प्रियङ्का कार्कीको शैक्षिक योग्यताको कुरा गर्ने हो भने प्रियङ्काले रातो बङ्गाल स्कुलबाट प्रारम्भिक र माध्यमिक शिक्षा अध्ययन पूरा गरिन्। त्यसपछि अमेरिका स्थित युनिभर्सिटी अफ नर्थ अल्बामाबाट फिल्म र डिजिटल मिडिया प्रोडक्सन विषयमा उनले स्नातक अध्ययन पूरा गरिन्। नम्बर 4 साम्राज्ञी राज्यलक्ष्मी शाह। साम्राज्ञी राज्यलक्ष्मी शाह नेपाली चलचित्र उद्योगकी एक प्रतिष्ठित अभिनेत्री र मोडल हुन्। साम्राज्ञीले आफ्नो अभिनय यात्रा 2016 मा चलचित्र ड्रिम्स मुभीबाट आफ्नो अभिनय यात्रा सुरु गरेकी थिइन्। चलचित्रले बक्स अफिसमा उल्लेखनीय सफलता हासिल गर्यो। यसरी नै साम्राज्ञी राज्यलक्ष्मी शाहले विभिन्न नेपाली चलचित्रहरूमा अभिनय गरिसक्नु भएको छ। उनको उच्च शिक्षाको बारेमा कुरा गर्ने हो भने नेपाल इन्स्टिच्युट अफ म्यानेजमेन्ट एन्ड साइन्स पाटन काठमाडौँ विद्यालयबाट सामाजिक शास्त्र विषयमा स्नातक पूरा गरेकी छिन्। नम्बर 3 केकी अधिकारी। केकी अधिकारी नेपाली फिल्म उद्योगकी एक चर्चित, शिक्षित र बहुप्रतिभाशाली अभिनेत्री हुन्। केकीले आफ्नो फिल्म करियर सन् 2010 मा चलचित्र सुरबाट सुरु गरिन्। यो चलचित्रमा उनको अभिनय यथार्थपूर्ण देखियो, जसले दर्शकमाझ राम्रो प्रभाव पारेको थियो। पहिलो फिल्ममै उनले अभिनयको गहिराई देखाएको हुनाले उनलाई लगातार नयाँ फिल्मको अफरहरू आउन थाल्यो र उनले धेरै नेपाली चलचित्रहरूमा अभिनय गरेकी छिन्। केकीले 2022 मा रोहित तिमल सिन्हासित वैवाहिक सम्बन्धमा बाँधिएकी हुन्। केकी अधिकारीको शैक्षिक योग्यताको बारेमा कुरा गर्ने हो भने केकी अधिकारीले आफ्नो प्रारम्भिक शिक्षा र माध्यमिक शिक्षा काठमाडौँमा रहेको विद्यालयबाट अध्ययन गरेको बताउँछिन्। उनले आफ्नो स्नातक तहको पढाइ व्यापार प्रशासन विषयमा गरेकी छिन् भने आफ्नो स्नातक पछाडिको अध्ययन व्यापार प्रशासन विषयमा मास्टर डिग्री पनि पूरा गरेकी छिन्। नम्बर 2 जसिता गुरुङ। जसिता गुरुङ एक नेपाली अभिनेत्री, मोडल र नृत्यकार हुन्, जसले नेपाली चलचित्र उद्योगमा आफ्नो प्रतिभाले दर्शकहरूको मन जित्न सफल भएकी छिन्। जसिताले आफ्नो अभिनय यात्रा 2018 मा चलचित्र लिली बिलीबाट सुरु गरिन्, जहाँ उनले प्रदीप खड्कासँग मुख्य भूमिका निभाइन्। यस चलचित्रमा उनको अभिनयको प्रशंसा हुँदै उनले डिसिन अवार्ड र कामना फिल्म अवार्डमा सर्वश्रेष्ठ नव अभिनेत्रीको उपाधि प्राप्त गरिन्। त्यसपछि उनले थुप्रै नेपाली चलचित्रहरूमा अभिनय गरेकी छिन्। जसिताको शैक्षिक योग्यताको बारेमा कुरा गर्ने हो भने जसिता गुरुङले आफ्नो शिक्षा बेलायतमा सम्पन्न गरेकी हुन्। उनले माध्यमिक तहको अध्ययन द हेनरी बुफोर्ड स्कुलमा गरेकी हुन् भने उनले आफ्नो उच्च शिक्षा पिटर साइमन्स कलेजबाट पूरा गरेकी हुन्। नम्बर 1 सस्तिमा खड्का। सस्तिमा खड्का एक चर्चित नेपाली अभिनेत्री र मोडल हुन्, जसले नेपाली चलचित्र उद्योगमा आफ्नो अभिनय प्रतिभा र आकर्षक व्यक्तित्वले दर्शकहरूलाई मोहित पारेकी छिन्। सस्तिमाले आफ्नो अभिनय यात्रा 2015 मा होस्टेल रिटर्नबाट आफ्नो अभिनय यात्रा सुरु गरिन्, जसमा उनले एलिना नामक पात्रको भूमिका निर्वाह गरिन्। यो चलचित्रले उनलाई राष्ट्रिय चलचित्र पुरस्कारमा सर्वश्रेष्ठ सहायक अभिनेत्रीको लागि नामाङ्कन दिलायो। त्यसपछि उनले थुप्रै नेपाली चलचित्रहरूमा अभिनय गरेकी छिन्। सस्तिमा खड्काले निर्देशक तथा
अभिनेता निश्चल बस्नेतसँग 2016 मा विवाह गरेकी हुन्। सस्तिमा खड्काको शैक्षिक योग्यताको बारेमा कुरा गर्ने हो भने सस्तिमा खड्काले आफ्नो प्रारम्भिक र माध्यमिक शिक्षा वीरेन्द्र सैनिक आवासीय महाविद्यालय भक्तपुरबाट प्राप्त गरेकी हुन् भने उनले आफ्नो उच्च शिक्षा त्रिभुवन विश्वविद्यालय अन्तर्गत थापाथली क्याम्पसबाट 3 वर्षे आर्किटेक्चरल इन्जिनियरिङमा डिप्लोमा पुरा गरेकी हुन्। यो त थियो साथीहरू नेपाली फिल्मका ठुला पर्दाहरूमा देखिएका 10 चर्चित नेपाली अभिनेत्रीहरूको पढाइको बारेमा थियो। आजको भिडियो तपाईँलाई कस्तो लाग्यो अवश्य एउटा कमेन्ट गर्नुहोला र यी 10 चर्चित नेपाली अभिनेत्रीहरूमध्ये तपाईँको मन जित्न सफल वा तपाईँको फेभरेट हिरोइन को हुनुहुन्छ अवश्य कमेन्टमा भन्नुहोला। हुन्छ त हाम्रो भेट यस्तै आउँदो अर्को रोचक तथा जानकारीमूलक भिडियोमा हुनेछ। त्यति बेलासम्मको लागि बिदा चाहन्छु। नमस्कार।